के गर्छ केटा? खै म त त्यो मेरो एउटा साथीले मैले पैसा चाहिँ कसरी कमाउनु पैसा ट्याप्पै कमाउनु सकिएन भनेर चाहिँ हरेस लागेर बसिरहेको थिएँ कि अनि त्यसले त मलाई त पैसा कमाउनु लागि त सर्टकट बिजनेस धन्दा गर भन्यो हो। म त कस्तो धन्दा त्यो पो सोच्दैछु त हौ। ए लाटा त्यो धन्दा त भाडा मोल्ने धन्दा पो त हौ। त्यसमा चाहिँ पैसा छ नि त। भाडा मार्ने होइन जुठो भाडा मार्नु हो त। ए साँच्चै हो त हौ। लु म गएँ त्यसो भने। होइन के हो भाडा मार्नुहरू छैन? म आजकै छुइनँ नि यहाँनिर। कहिले आउनु त्यसरी म मार्छु ल्याउ त। के भयो आज चाहिँ आउने बित्तिकै भाडा मार्छु भन्छ त न। हेत्तेरी धन्दा गऱ्यो भने पैसा कमाइन्छ नि त। धन्दा गऱ्यो भने ल्याउन यता ए लु लु त्यसो भने ल्याउ यता लु मान्छे अझै छ छ छै ल्याउ त ल्याउ पैसा कमाइन्छ अरे त पैसा। अनि तिमीहरू पैसा कमी छ भने चाहिँ कसले भन्यो हौ धन्दा गरेर? कान्छामाले भनेको धन्दा गऱ्यो भने पैसा कमाइन्छ अरे नि त लाग्छ। ए ल ल लु लु राम्रो राम्रो लु कान्छा मान्छे राम्रो उपदेश दिएर पठाएछ न। मलाई त खुसी लाग्यो।